शिवशताक्षी नगरपालिकाले नगरका विपन्न 15 जना श्रमिक महिलाहरूलाई जीविकोपार्जनको लागि ठेला वितरण गरेको छ। आज नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी उक्त ठेलागाडा विपन्न श्रमिक महिलाहरूलाई नगर प्रमुख मेगाङ थोप्राले हस्तान्तरण गर्नुभयो। महिला तथा बालबालिका शाखाको आयोजनामा भएको ठेला वितरण कार्यक्रममा विपन्न श्रमिक महिलाहरूलाई जीविकोपार्जन गर्नका लागि सहज होस् भनेर ठेला वितरण गरिएको महिला शाखा संयोजक यशोदा विमलीले बताउनुभयो। विपन्न श्रमिक महिलाहरू अव्यवस्थित रूपमा सडक किनार हाट बजारमा आफ्नो सिप र क्षमता अनुसारको व्यवसाय गर्दै आएकोमा व्यवस्थित रूपमा व्यवसाय गर्नको लागि यो ठेला निकै उपयोगी होस् भनेर नै वितरण गरेको महिला तथा बालबालिका शाखा प्रमुख देवकुमारी पराजुलीले बताउनुभयो। उहाँको अनुसार यो ठेला 20% लागत सहभागितामा वितरण गरिएको हो। ठेलाको मूल्य लागत सहभागिता बाहेक 40,000 पर्ने महिला तथा बालबालिका शाखा प्रमुख पराजुलीको भनाइ छ। ठेला नगरको प्रत्येक वडाबाट एक जनालाई वितरण गरिएको हो भने भौगोलिक रूपमा ठूलो वडा र धेरै बजार भएको वडामा 2 जनालाई दिइएको बताइएको छ। ठेला प्राप्त गर्ने महिलाहरू निकै हर्षित हुँदै नगरपालिकालाई धन्यवाद ज्ञापन गरे। उनीहरूले आफूले प्राप्त गरेको ठेलामा दैनिक उपभोग्य सामग्रीहरू तथा फास्टफुडका सामग्री बिक्री गर्ने बताए। ठेला वितरण कार्यक्रममा प्रमुख प्रशासकीय प्रमुख सुनिता तुम्बाम्फे, लेखा प्रमुख प्रकाश योङयाङ, वरिष्ठ कार्यक्रम संयोजक प्रकाश चौधरी लगायतको सहभागिता रहेको थियो।